भाइ यहाँ आउनु त तपाईँलाई सम्मान गर्न चाहन्छु यहाँ आउनु त यहाँ आउनु न तपाईँले धेरै योगदान दिनुभएको छ कि हाम्रो देशको लागि भनेर यहाँ आउनु त तपाईँलाई सम्मान गर्न चाहन्छु म हाम्रो संस्थाबाट गुट्खा खाएर कहाँ फाल्नु भयो खोल खाएर कहाँ फाल्नु भयो गुट्खाको खोल खोइ ऊ त्यो कसको त्यो थाहा छैन भर्खर खुट्टा फालेको थाहा छैन धेरै हाम्रो देशलाई सफा बनाउनलाई अभियानमा तपाईँले साथ दिनुभएको ल नागरिक हुनुहुँदैछ सफा नागरिक हुनुहुँदैछ ल थ्याङ्क यू यहाँ यहाँ समात्नुहोस् थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू हो यो फाल्नु राम्रो हो कि होइन बाटोमा फाल्नु फोहोर बाटोमा यस्तो गुड्का खाएर फाल्नु राम्रो हो कि होइन नराम्रो हो ल टिप्नुहोस् न ल टिप्नु त ल हाम्रो गल्ती भयो त्यही पनि सम्मान पाउनु भयो नि त तपाईँ त मबाट तपाईँको गल्ती भयो ल टिप्नु त कहाँ हो गुड्का तपाईँको गुड्का कहाँ खाएर फाल्नु भयो तपाईँले देखाउनुहोस् त गुड्का कहाँ खाएर फाल्नु भयो आउनु त ल गल्ती भयो हो ल पकेटमा यसो ठाउँ राख्ने ठाउँ रहेछ त आज सम्मान पाउनु भयो मलाई चिन्नुहुन्छ मेरो नाम आशिका तामाङ हो दिदी हाम्रो सम्मान भएन हाम्रो बेइज्जती भइरहेको हो ए बेइज्जती भयो हाम्रो गल्ती हो यस्तो अब गल्ती नगर्ने कहिले जिन्दगी नगर्ने ल कसम खाऊ तर यो राख्नु घरमा लगेर राख्नु पास सिक्नु भयो नि तपाईँले होइन ल ल ल धन्यवाद